ओके वेलकम छ सबैजना साथीहरूलाई। आज म हजुरहरूलाई मेथड 2 चाहिँ हाम्रो बाँकी थियो। अस्ति हामीले मेथड 1 सम्म पढेको थियौँ र ट्रायल इक्वेसन ट्रायल फङ्सन्स नदिएको बेला चाहिँ के गर्ने भन्ने कुराहरू हामीले यसको डिस्कस गरेको थियौँ। आज चाहिँ हाम्रो मेथड 2 मा के रहेछ भन्दाखेरि सब डोमेन मेथड हजुरहरू यहाँ हेर्दै हुनुहुन्छ र यो मेथड सल्भ गर्नको लागि क्वेशन चाहिँ हाम्रो अस्ति के रहेछ, क्वेशन चाहिँ के हो भन्दाखेरि यहाँ यसो अलिकति हेर्नुस् है। क्वेशन चाहिँ हाम्रो यही हो, d स्क्वायर y अपन dx स्क्वायर प्लस 500x स्क्वायर इक्वल टु 0 हुँदाखेरि सर्टेन रेन्ज छ, 0 देखि 1 सम्म रेन्ज छ। यहाँनिर हेर्नुस् 0 देखि 1 सम्म र क्यालकुलेट द भ्यालुज दिस। यो क्वेसनलाई हामीले सब डोमेन मेथडबाट कसरी सल्भ गर्ने कुरा हो। अब सुरुमा सब डोमेन मेथड आउने बित्तिकै हामीलाई यो थाहा हुनु पर्यो, इन्टिग्रेसन rdx इक्वल टु 0। ठिक छ। अब यहाँनिर इन्टिग्रेसन आउने बित्तिकै हामीले जहिले पनि एउटा कुरा बुझ्नुपर्ने हुन्छ, सर्टेन यहाँनिर रेन्ज हुनुपर्छ है। रेन्ज नभएसम्म हामीले इन्टिग्रेसन गर्न सकिँदैन। त्यही भएर रेन्ज चाहिँ हामीलाई क्वेसनमा यहाँनिर दिएको छ, 0 लेस देन इक्वल टु x लेस देन इक्वल टु 1 सम्मको रेन्ज चाहिँ हामीले क्वेसनमा अलरेडी मेन्सन गरेको हुन्छ है। अब सब डोमेन मेथडमा हामीले के गरेको, सुरुको मेथड के थियो भन्दाखेरि पोइन्ट एलोकेसन मेथड। त्यसमा हामीले केही गर्नु पर्दैन थियो, डाइरेक्ट रेसिड्यु इक्वल टु 0 गर्नुपर्ने थियो भन्ने। यसमा चाहिँ सब डोमेन मेथड है, सब डोमेन मेथड भन्नाले इन्टिग्रेसन rdx इक्वल टु 0 सक्यो। यति बुझेपछि यो मेथड सकिन्छ है। यहाँ हेर्नुहोस् मैले के गरेँ, सुरुको हामीलाई रेसिड्यु थाहा छ है, r भनेको थाहा छ। यहाँनिर अघि हामीले निकालेको थियौँ, यहाँ हेर्नुहोस् है, पछाडि नहेर्नु भएको यहाँ हेर्नुहोस्, r इक्वल टु यो हामीले अलरेडी पहिलाको भिडियोमा छ, r इक्वल टु यो निकालेको छौँ र यो r को भ्यालु जस्ट मैले यहाँ पुट मात्र गरेँ है। r भनेको पुट गरेँ, dx भयो इक्वल टु 0। यो मैले 0 to 1 किन गरेँ, हामीलाई क्वेसनमै दिएको भएको हुनाले। अब यति थाहा छ हामीलाई, यसलाई हामीले इन्टिग्रेट गरायो। योनिर 12a1 x क्युब अपन 3 500 इन्टु x क्युब अपन 3 इक्वल टु 0। अब यो चाहिँ हामीले यसो u1 र 0 चाहिँ x को ठाउँमा पुट गरेर हाम्रो फाइनल इक्वेसन चाहिँ यसरी सल्भ गरेर हामीले a1 को भ्यालु आयो। ठिक छ। a1 आइसकेपछि हामीलाई a1 किन निकालेको भन्दाखेरि ट्रायल फङ्सन्समा गएर भ्यालु पुट गर्ने हो। फाइनली हाम्रो राइट एन्सर चाहिँ के हुन्छ भन्दाखेरि ट्रायल फङ्सन्स लेख्ने y इक्वल टु a1 x माइनस x4 र यो हामीले क्वेसनमा दिएको हुन्छ। यदि दिएको छैन भने मैले अघिको भिडियोमा सिकाएको छु हजुरहरूलाई कसरी फाइन्ड आउट गर्ने ट्रायल फङ्सन्स। र फाइनली हामीले वी हेभ पुट द भ्यालु अफ a1 दिस एन्ड फाइनल आवर कन्क्लुजन एन्सर यति हो है सब डोमेन मेथडबाट। अब सिमिलरली मैले यही भिडियोमा अर्को मेथड पनि लिएर आएको छु। मेथड 3 हाम्रो छ यहाँनिर लिस्ट स्क्वायर्स मेथड। यो पनि हामीलाई इम्पोर्टेन्ट छ है गाइजहरू, सोधिरहेको छ क्वेसनमा इक्जाममा। अब यो मेथड बुझ्नुभन्दा सुरुमा यो मेथड भनेको के हो है। यो मेथड पनि एउटा जस्ट हामीले सल्भ गर्ने डिफरेन्सियल इक्वेसन हामीलाई क्वेसनमा दिएको हुन्छ र हामीले ट्रायल फङ्सन्स निकाल्नको लागि यो मेथड पनि युज हुन्छ, लिस्ट स्क्वायर मेथड्स। अब यसमा हामीले के बुझ्ने हो भन्दा नि सुरुमा इन्टिग्रल अफ द रेसिड्यु ओभर द इन्टायर कम्पोनेन्ट इज डेल आई अपन डेल सी इक्वल टु 0 वेयर आई इक्वल्स टु 1 देखि n सम्म छ है। र यो जुन आई छ नि गाइज, यो आई भनेको खासमा यो हो क्या, इन्टिग्रेसन rax स्क्वायर को होल स्क्वायर dx है। यो चाहिँ बुझ्नुपर्ने हुन्छ, मेन इम्पोर्टेन्टहरू हुन्छ है। अब सुन्नुहोस् है, मेथड 2 मा चाहिँ हामीले के गर्यौँ, इन्टिग्रेसन rdx। मेथड फर्स्टमा के गरेको थियौँ, r इक्वल टु 0 रेसिड्यु इक्वल टु 0। मेथड सेकेन्डमा के गर्यौँ, इन्टिग्रेसन rdx यहाँनिर r को भ्यालु जस्ट पुट गरायो क्या, सक्यो नि होइन, 2 सक्यो। अब 3 मा के छ, वाट इज डिफरेन्स 3 मा भन्दा यहाँ पनि हामीले के गरेको i इक्वल्स टु r स्क्वायर dx। त्यहाँ हेर्नुहोस् है, त्यहाँनिर r dx थियो, यहाँनिर हामीले r स्क्वायर dx गऱ्यौँ। अब 0 to 1 किन गरेँ, किनभने इन्टिग्रेसन आउने बित्तिकै त्यहाँ रेन्ज दिनुपर्छ, रेन्ज चाहिँ हामीलाई क्वेसनमा दिएको हुन्छ है। अब यो r स्क्वायरलाई यहाँ यसको लागि अझै एउटा मेन कन्डिसन छ है, यो चाहिँ नबिर्सिनु होला, यो कन्डिसन चाहिँ एकदमै इम्पोर्टेन्ट छ, डेल आई अपन डेल सी इक्वल टु 0। अब यो आई छ नि हो, यो आईलाई मैले यसलाई डिफ्रेन्सिएटिङ गर्छु है। डिफ्रेन्सिएटिङ गर्दाखेरि अब आउने अगाडिको भ्यालु छ, यहाँ सुरुमा हामीलाई यो r भनेको पहिलाकै थाहा छ नि त, अगाडिको रेसिड्यु r भनेको त्यो हो। अब यसमा हामीले यदि यसलाई हामीले डिफ्रेन्सिएट गर्दाखेरि डेल r अपन डेल a आयो है त भन्दाखेरि यहाँ हेर्नुहोस् है, यो के हो r निकाल्यौँ,
यसलाई ल अहिलेलाई हामीले यसलाई नै डिफ्रेन्सिएट गरौँ न। यो आरलाई डिफ्रेन्सिएट गर्दाखेरि डेल आरलाई के को टर्ममा गर्ने भन्दाखेरि a1 को टर्ममा गर्ने है। जस्तो यहाँनिर मैले के भने आई हुँदाखेरि सी गरेको, सी भनेको जे पनि हुन पायो क्या, एबिसी जस्ट कन्स्ट्यान्ट मात्र हो हामीले आफैले हालेको। अब यहाँ आर छ हामीलाई भ्यालु, आर भनेको डेल आर बाई डेल a1 चक्क a1 को टर्ममा यसलाई डिफ्रेन्सिएट गर्दाखेरि -12x² आउँछ है। यसलाई चाहिँ डिफ्रेन्सिएट गर्दाखेरि के आयो -12x² आयो। अब यही क्वेसनमा हामीले के छ कन्डिसन, मेन कन्डिसन त यो हो नि, मेन कन्डिसन यो हो, त्यही भएर मैले यो कन्डिसनै यहाँ सारेको है, डेल आए पनि डेल ए। तर किन a1 गरेँ किनभने हाम्रो ट्रायल फङ्सन्समा युज हुने भनेको a1 टर्म हो नि त, त्यही भएर a1 युज गरेँ मैले। अब यो भनेको इन्टिग्रेसन 0 to 1 आर, खासमा यो हेर्नुहोस् है, यो r² हो है, r² dx। किन यो गरेको यहाँबाट आएको छ नि, यहाँबाट आएको यो आईलाई मैले के गरेँ a को 1 को टर्ममा डिफ्रेन्सिएट गरेँ हैन। अब r² dx छ, एउटा आरलाई मैले साइड गरेँ, अर्को आरलाई मैले डिफ्रेन्सिएट गर्न मिल्छ नि, मिल्छ है यो गरेको। अब यो भ्यालु मैले टक्क यहाँबाट यसरी हाल्नुपर्छ है, यहाँको भ्यालु चाहिँ मैले यहाँ हाल्दाखेरि हामीले यो आरको हेर्नुहोस् है, आर भनेको जुन छ नि यो माथिको रेसिड्यु, यो मैले यहाँ पुट गरेँ, ठिक छ, यहाँ पुट गरेँ मैले। यहाँ पुट गरिसकेपछि यो जुन छ डिफ्रेन्सिएटिङ इक्वेसन आर विथ रेस्पेक्ट टु a1 जुन हामीले क्यालकुलेट गरेका छौँ यहाँनिर -12x², यो चाहिँ यहाँ आयो। अब यति आइसकेपछि मैले लास्टको यहाँ हेर्नुहोस् मल्टिप्लाई गरायो, अरू केही पनि गरेको छैन त्यस्तो खास चाहिँ। 12 × 12 144 a1x4 - 6000x4 = dx = 0 है। इन्टिग्रेसन दिन चाहिँ नबिर्सिनु होला, यो चाहिँ अति इम्पोर्टेन्ट छ। अब लास्टमा यति गरिसकेपछि हामीले यही कुरालाई टक्क सल्भ गरेको 0 to 1 जुन रेन्ज छ यसलाई इन्टिग्रेट गरिसकेपछिको टर्म यसरी आउँछ र फाइनली वी गट द भ्यालु a1। र यो a1 गरिसकेपछि त्यसपछिको प्रोसेस थाहा होला हजुरहरूसँग, हजुरहरूलाई ट्रायल फङ्सन्स हामीलाई जुन दिएको हुन्छ त्यसमा a1 को भ्यालु पुट गरेको, फाइनल एन्सर दिस। सो बुझ्नुभयो होला आई थिङ्क सो। यहाँ एकछिन सर र मैले हेरिहाल्नुहोस् है, तलको यो भयो, त्यस लगायत हाम्रो लिस्ट स्क्वायर मिटर चाहिँ यति छ है। ल केही बुझ्नु भएको छैन भने कमेन्ट गर्नु होला है त। ल त हस्, धन्यवाद।